यो खसीको भुँडी हजुरहरूलाई कसलाई रुचाउने गर्छ जनाउनुहोस् है त ल। हेलो एभ्रिवान, नमस्ते, स्वागत छ हजुरलाई मेरो अर्को एउटा रेसिपी भिडियोमा। आशा गर्छु सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु गाइस। र देख्न सक्नुहुन्छ यता लसुन अदरक प्याजहरू सबै थोक रेडी गरेर म चाहिँ अहिले बनाउन जाँदैछु खसीको भुँडी। र हेर्न सक्नुहुन्छ पहिले त मैले सबै मसलाहरू रेडी गरेँ र यता जिरालाई पनि कुट्नलाई भनेर सिलबट्टामा लिइसकेकी छु। र अरू मसलाहरू पेकेटको जेसुकै हाले पनि यो जिरा पिसेर नहालिकन चाहिँ माछा मासु मलाई यति स्वादिलो जस्तो हुन्छ जस्तो लाग्दैन। र हजुरहरूलाई चाहिँ को त्यस्तो लाग्छ कमेन्ट गरेर जनाउनुहोस् है त। र सबै थोक मसलाहरू रेडी गरेर साइडमा राखिदिएँ र उसको बादमा कराईलाई चाहिँ बसाइदिइसकेको छु। र यता भुँडीलाई पनि धोइ पखाली गरेर मम्मीले यता राखिदिनु भएको छ, हेर्न सक्नुहुन्छ। र म पनि माछा मासु खाए पनि यसरी देखाउनमा चाहिँ हेर्नमा चाहिँ मलाई यति राम्रो लाग्दैन गाइस, त्यसैले मैले हालेको ओरेको भिडियो चाहिँ यति बनाइनँ। र मसलाहरू सबै थोक हालेको बादमा अहिले यसलाई चाहिँ म मजाले भुट्दैछु। र हजुरहरूले चाहिँ यो कसरी बनाउनुहुन्छ कमेन्ट गरेर जनाउन नबिर्सिनु होला। र आजको यो मेरो रेसिपी भिडियो कस्तो के लाग्यो त्यो पनि भनिदिनु होला। र राम्रो लाग्यो भने चाहिँ लाइक कमेन्ट साथैमा मेरो पेजलाई फलो गर्न नबिर्सिनु होला। हुन्छ त आजको लागि यति नै, फेरि भेट्नेछु म यस्तै छोटो भिडियो लिएर। तबसम्मलाई बाई बाई।